हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म कहाँ जाँदैछु हजुरहरूले देखिसक्नु भएको छ नाका देखेर। म चाहिँ आज नेपाल इन्डियाको बोर्डरमा छु। अहिले चाहिँ अब म छिर्दैछु इन्डियातर्फ। यो चाहिँ हो नेपालगञ्ज र रूपैडियाको नाका। म चाहिँ नाकाभित्र छिटिसकेर इन्डिया लागिसकेपछि हजुरले देख्न सक्नुहुन्छ इन्डिया जाने र आउने मान्छेको भिड उस्तै छ। अनि यहाँ आइसकेपछि त अलिकति अगाडि आएपछि यहाँ चेक पोस्ट रहेछ, त्यहाँ चाहिँ हामीले आफ्नो आइडी देखाएर जानुपर्ने। अनि मैले आइडी देखाएर फेरि अटोमा चढेर उतापट्टि साइड चाहिँ फर्किने बेला चाहिँ उहाँ पनि आइडी देखाउनु पर्ने रहेछ। त्यो साइड पनि मैले क्याप्चर गरेँ। अनि यो चाहिँ म बसेको अटो, अनि म अटो नै के भन्दा रिक्सा, मान्छेले चलाउने रिक्सा। अनि यहाँ चाहिँ म एक्लै थिएँ। यो चाहिँ हाम्रो नेपालमा मतलब नेपालगञ्जमा चाहिँ छैन, त्यस्तो देखिन्न, अटो रिक्सा मात्रै देखिन्छ। इन्डियामा आएपछि चाहिँ जे भए पनि यो यसमा बसेर चाहिँ एउटा आनन्द लाग्छ, फिल हुन्छ क्या। अनि त्यहाँपछि मैले हजुरहरूलाई मार्केट देखाउँदैछु। उतापट्टि मन्दिर रहेछ। अनि यहाँ मार्केटहरू यस्तो नेपालगञ्ज यति नजिकै छ रूपैडिया र नेपालगञ्ज, तर मार्केटहरू टोटल्ली डिफ्रेन्ट छ क्या। त्यहाँको राख्ने स्टाइलहरू हाम्रो नेपालगञ्जमा राख्ने मानिसहरूले व्यापार गर्दाखेरि त्यो सामानहरू मिलाएर राख्ने तरिका इन्डियामा चाहिँ अलिकति मिसम्याच यताउति त्यस्तै गरेर राख्नु हुँदो रहेछ। अनि हाम्रो नेपालीहरू चाहिँ धेरै नै इन्डिया गइराख्नुहुन्छ सामान लिन। यहाँ चाहिँ कपडाहरूको भेराइटी चाहिँ एकदमै धेरै हुन्छ। अनि खाद्य पदार्थहरू, अब आफ्नो घरमा खाने सामानहरू। अनि यहाँ चाहिँ मेडिकल थियो। म चाहिँ खास आफ्नो घरको लागि थोरै त्यो कलर चाहिएको थियो, अनि गोल्डन कलर भन्ने। अनि त्यो चाहिँ हाम्रो नेपालगञ्जमा महँगो भयो, धेरै नै महँगो, डबल रेट नै पर्ने भएको कारणले चाहिँ मलाई चाहिँ पेन्टर अङ्कलले त्यो मात्रै लिनको लागि पठाउनु भएको थियो। मैले त्यो चाहिँ लिइसकेँ सायद लिएर पनि। अनि म चाहिँ यहाँ मार्केट हेरिराखेको छु कि मैले केही पाउँछु कि भनेर यसो मार्केटतिर हेरिराखेको चाहिँ मैले चाहिँ आफ्नो लागि केही पाएन, अनि पाउन नि पाएन। अनि म एक्लै थिएँ हेर्नु, अनि कस्तो अड फिल भइराख्यो। अनि झन् त मार्केट त्यति भिड थिएन, एकदम खाली मार्केट भएको कारणले गर्दा पनि त्यस्तो अनकम्फर्टेबल त लाग्थेन। तर मैले चाहिँ यही कलर लिन आएको, मेरो सामानै यही थियो कि। अनि त्यहाँपछि म चाहिँ आफ्नो इन फ्रन्ट क्यामेरा गराएको। अनि त्यहाँको वरिपरिको मान्छे चाहिँ एकदम हेरेको गर्नुभएको थियो। अनि पछि फेरि मैले ब्याक क्यामेरा गरिहालेँ। अनि यो चाहिँ इन्डियाको उत्तर प्रदेश लेखेको रहेछ, अरू पढ्न पाएन। यो चाहिँ गाडी हेर्नु, इन्डिया जाने चाहिँ इन्डियाबाट यस्तो गाडी जाँदो रहेछ। म चाहिँ एकछिन सक भएँ क्या। हाम्रो नेपालको बसहरू एकदम डिफ्रेन्ट, टोटल्ली डिफ्रेन्ट। अनि यहाँको बसहरू त कस्तो डिफ्रेन्ट हुँदो रहेछ भनेर एकछिन भिडियो बनाएँ। अनि यहाँ चाहिँ कपडाहरू राख्नुभएको थियो, अनि कपडाहरू पनि हेरेँ। अनि यहाँ चाहिँ मैले लिची र आँप केरा किनेँ, किनकि अब यहाँ चाहिँ राम्रो लाग्यो। अनि राम्रो पनि थियो, केरा एकदम पाकेको थियो। अनि लिएपछि मैले अटो लिएर म हिँडिहालेँ। अनि अटो लिएर हिँडेपछि म यो अटोमा पनि एक्लै थिएँ। अनि मैले चाहिँ अटो दाइलाई, सामान मेरो केही पनि थिएन नि त, अनि त्यही भएर दाइलाई केही गाह्रो पनि भएन। अनि पछि म चाहिँ सामानहरू केही पनि थिएन कि, मेरो खालि यति सामान थियो। अनि त्यहाँबाट मैले नाका पास गरेर पनि नेपालमा आएपछि फेरि अटो चेन्ज गर्नुपर्छ कि। अनि मैले अटो चेन्ज गरेँ। अनि मेरो यति के सामान, अनि म यताबाट पनि एक्लै यता घरसम्म आएँ। अनि एकदम पहिला सुरु त मलाई डर लागिरहेको थियो, एक्लै फर्स्ट टाइम जान लाग्थेँ। मतलब यहाँ जान त गएको थिएँ म रूपैडिया, तर म मम्मीसँग गएको थिएँ। अनि आज चाहिँ फर्स्ट टाइम एक्लै गएको थिएँ। अनि यस्तो डर फिल भइरहेको थियो, त्यही पनि म गएर आएँ। अनि पछि यो चाहिँ हाम्रो सबै यहाँको एरिया भइसकेपछि म आइसकेको थिएँ। अनि त्यहाँपछि अब चाहिँ चार बहिनी आउन लाग्यो। चार बहिनी चोक भन्ने त, गणेशमा चोक भन्ने त सबैलाई नै थाहा छ, कसैलाई नथाहा भएको त कोही पनि हुनुहुन्न। अनि म चाहिँ आइपुग्न लाएँ अब घरतिर। म चाहिँ घरतिर आइसकेँ। अनि अब यहाँदेखि चाहिँ मेरो घर धेरै टाढा छैन। अनि अटोहरू, अनि बहिनीहरू, भाइ बहिनीहरू पनि स्कुलदेखि फर्किने बेला भइसकेको थियो, 4 बजिसकेको थियो। अनि अटोवाला पनि एकदम राम्रो हुनुहुन्थ्यो कि एकदम मान्छेहरू खोज्नु भएन, कोही पनि चाहेन उहाँलाई। म बसेँ, अनि एकछिन रोक्नुभयो, कोही मान्छे आउनुहुन्छ कि भनेर रोक्नुभयो। अनि कोही मान्छे आएन। अनि मैले पनि दाइ छोडिदिनु नपाई हिँड्नु भने। भनेपछि मैले दाइलाई जाम भने, दाइहरू पनि एकदम राम्रोसँग
हुन्छ त नि अनि एकछिन कुरा पनि भन्नु भएन अनि मान्छे पनि पाइएन। अनि पछि हामी आएपछि यहाँ आइहाल्यो 4 बहिनी चोक। 4 बहिनी चोक आएपछि मैले हजुरहरूलाई यो 4 बहिनी चोकको भिडियो नदेखाउनु त कुरै भएन। हजुरहरूलाई सबैलाई थाहा छ यो, अनि मलाई मात्रै होइन। अनि त्यहाँपछि आएपछि त्यति भएपछि अब मेरो घर आउने बेला पनि भयो। अनि म घर आएर चाहिँ म हजुरहरूलाई के भन्न चाहन्छु भने एकदम शरीर थाकेको बेला बहिनी आएर मेरो काखमा बसेपछि म खुसी। आजलाई यति नै। हस्त बाई, गुड नाइट, टेक केयर।